गरेको छु। हामी एकअर्कामा सानो सानो युट्युबरहरू मिलेर जाउँ, एकअर्कालाई साथ सपोर्ट गरौँ, सब्सक्राइब गरौँ। ठुलो आइडी देखेर मात्रै तपाईहरूले सपोर्ट गर्ने, सब्सक्राइब गर्ने, लाइक गर्ने, कमेन्ट गर्ने गरेपछि हामी सानो सानो युट्युब चलाउने रहर गरेको कसरी अगाडि बढ्ने बुझ्नु पर्यो है साथीहरू। तपाईले मलाई गर्नुहोस्, कमेन्ट छोडिदिनुहोस्, भिडियोमा ब्याक माग्नुहोस्, म पनि गरिदिन्छु। त्यस्तै अरू साथीहरूले अरू साथीहरूकोमा एक आपसमा गर्नुहोस्। कमेन्ट गरेर मात्रै हुँदैन, सब्सक्राइब गर्ने, मैले कमेन्ट गरेँ मलाई पनि गरिदिनुहोस् भनेर एकअर्कामा सपोर्ट माग्ने। एकचोटि 500 1000 पुगेपछि त आफ्नो कन्टेन्टले नै हो अगाडि बढ्ने। अब त्यति त पुर्याउनु पर्यो नि त जसरी भए पनि, किनकि यत्रो भिडभाडमा अब कन्टेन्ट चल्ने भनेको कहिले कसो आकल झुकुल चल्छ पनि, तर चल्दा पनि सब्सक्राइब हुँदैन क्या। कति भिडियो त 2000 1500 गएका छन् नि भ्युजहरू, तर खै सब्सक्राइब बढ्दै बढ्दैन, 200 पुगिरहेको छैन मेरो। त्यही भएर जस्ट एउटा सानो जानकारी, एकअर्कामा मिलेर जाउँ, एकअर्कालाई सपोर्ट गरौँ, एकअर्काको च्यानललाई सब्सक्राइब गरौँ। फ्रीमा नै हुने होइन, जिन्दगीमा कसैको पछाडि दगुर्न हुँदैन, जिन्दगीमा कसैको पछि दगुर्न हुँदैन, तर मिलेर एकअर्काको हात थामेर अगाडि बढ्नुमा कुनै नराम्रो पनि हुँदैन। न कसैको पछि पढौँ, न कसैको अगाडि जाऊँ, न कसैको खुट्टा तानौँ, न त कसैको अनावश्यक फ्यान बनेर साथ सपोर्ट गर्नु पर्दैन। तर साथी बनेर मिलेर त जान मिल्छ होइन कि कसो होइन र त होला। ए रानो बम्बई किरानो, ए रानो बम्बई किरानो। कहाँदेखि हेर्दै हुनुहुन्छ साथीहरू, कमेन्ट गर्नु होला। मेरो भिडियो कहाँसम्म पुग्छ, यदि हजुरसम्म पुग्छ भनेपछि सब्सक्राइब गर्नु होला हैन। के कस्तो चल्दैछ हजुरको जिन्दगीमा त्यो पनि लेख्नु होला। हेलो, को आउनु भएको छ, आउनुहोस्, स्वागत छ हजुरलाई। शुभ प्रभात, नमस्कार। ए रानो बम्बई किरानो, ए रानो बम्बई किरानो।